हेलो गाइस र स्वागत छ तपाईहरुलाई मेरो यो च्यानलमा है। मेरो जो पनि भ्लग हेर्नु हुने मेरो फ्यामिली हजुरहरु सम्पूर्णलाई नै स्वागत छ हैन। र आज भने चाहिँ हामी सुरक्षा संघ है क्लबले चाहिँ सबै हामी युथहरु मेम्बर्सहरु मिलेर है गाउँले नै लागि परेर आज हामी यस चौतारालाई रिपेयरिङ गर्न आँटेका छौं है। हालत एकदमै पतला भएको छ, हिजो अस्तिको हावाले बाङबुङ उडाइदिएको छ हैन। यही माथि देख्नु हुँदैछ यो चौतारालाई चाहिँ अब बनाउनु पर्ने हैन। र यसको हालत चाहिँ एकदम नाजुक छ। आज चाहिँ हामी सम्पूर्ण गाउँले भएर यस चौतारालाई चाहिँ मर्मत गर्ने छौं हैन। यहाँनिर धेरै मान्छेहरु आएर बस्ने गर्छ हैन। अब त रेनी सिजन पनि मज्जाले लागिसक्यो, त्यसकारणले गर्दाखेरि यसलाई बनाउनु एकदमै जरुरत छ है, जरुरी छ। मान्छेहरु आएर यहाँ बस्छ हैन, कतिवटा मिटिङहरु हुन्छ यहाँनिर। यो चाहिँ हाम्रो मिडल सुपा राई गाउँ पूजा डाँडामा है, सायद कतिलाई त थाहा छ है। प्राय यहाँ आएर बस्ने पनि गर्छ। र हेर्नुहोस् आज हामी यो कसरी बनाउने छौं। त्यसको लागि यहाँ आधीमा बेसी जस्तो सामान आइसकेको छ हैन। हाम्रै केटाहरुले लिएर आएको यो र आज पनि ल्याउने छ। सिरु बाँस है, हामीले डिपार्टमेन्ट छुट्टाएको छौं आफ्नो आफ्नो हैन सामान बेलाउने। अन्त खेरि चाहिँ अहिले एकछिनबाट चाहिँ यहाँनिर काम सुरु हुन्छ हैन। आज मौसमले पनि हल्का साथ त यता हेर्दा नदिएको जस्तो छ, यता हेर्दाखेरि अलिक मौसमले साथ पनि दिएको जस्तो छ। अब हेरौँ कतिको साथ दिँदो रहेछ मौसमले। र अहिलेको त्यो लुते कडङ जस्तो देखेको चौतारा चाहिँ अहिले यस्तो भइरहेछ हैन। अब एकछिनबाट यो हाम्रो मिस्त्रीहरूले त्यहाँदेखि काट्दैछ, फुस्किन्छ लाने डल्लै हराउँछ यस्तो। र अर्को पनि बोलो जान्ने मिस्त्री भन्दा जान्नु पर्यो नि। ओडे भएको छैन ए पाउनु फरक छैन। श्रमदान केटा कति लिन चिलाउने, त्यो लामो दुईटा चिलाउने लिन उयसमा थियो नि नालीमै जानु पर्ने बेलामा। चौतारा निर्माण सबैको यो श्रमदान चौतारा निर्माण हर्का साम्पाङको उहाँको अब भनाइ नेपाली प्योर नेपाली। एकदम चोयाको मेलोमेसो त्यहाँ सिरु बान्नु लागि हैन, एकदम चोयाको मेलोमेस हुँदैछ। यहाँ फेरि हाम्रो फ्युचर स्टार जल्दो बल्दो भाइहरूले लिएर चिलाउनेको त्यो पर लग्दै त आउँदैन ठोक्छ बिचमा। एकदम बाँसको चोया प्लान्टेसनहरु पनि ओभरै गरेको छ यहाँ फिल्डरहरु लगाएर। रेती पुराउनै पर्यो है। यस्तो कुराहरु सुनिरहनु। के भाँटा अरु के भाँटा हुन्छ? धरम भाँटा, गुन्थली, अन्त धरम भाँटा, अन्त पानी बोलौँ भन्दै थियो अघि। पानी बोलो चाहिँ कस्तो? त्यो किसानले काट्दै गरेको चाहिँ त्यसलाई चाहिँ पानी बोलो। ए त्यही भएर चाहिँ पानी बोलो। यो चाहिँ मैले रोपेकै एउटा, अन्त यो दुईटा चाहिँ मैले रोपेको। हकसँगले छाती पिटी भन्नु सक्छु। यो चाहिँ मैले रोपेको। यो चाहिँ अहिले यत्रो भएको छ हैन। अबको 1-2 वर्षमा त यसले फुल्छ होला। चेरी चाहिँ नाप्नु हुँदैन, नभाचेको लामो चोखो चाहिँ नाप्नु पर्यो हैन।
अब पानी बोलो आइपुगेन पानी बोलो ल्याउँदैछ केटाहरूले यहाँ हाल्दा नि हुन्छ होला पानी बोलो त हौ के ल्याउँदै यो पनि मिल्छ आज चाहिँ यतिको चाहिँ भइसक्यो होइन अहिलेको घडीलाई चाहिँ तर पनि आजै हुँदैछ आज फिनिसिङ चाहिँ साह्रै हुँदैछ लागेन होइन कोसिस चाहिँ जारी नै छ मुनि ड्याङ काम गर्नेहरू खाजा पूजाको लागि निर्माण ओइ त्यो कपहरू पुऱ्याइदिए ओइ कस्तो दामी हुँदैछ दामी हुँदैछ है कडङको मेलो मेसो ओ किसान त्यो हामीले त हामी खाँदै काम गर्ने अब ठ्याप्पै भएन जा जा ले यतिको भएको छ होइन अब सिरु चाहिँ भोलि त भ्याउँदैन सन्डे पर्सि चाहिँ अब सिरु हालेर यहाँनिर फिनिसिङ हान्नुपर्ने होइन निर्माण हुँदैछ यहाँनिर सबैको श्रमदान आज मौसमले पनि हल्का पानीले कुर्दै भए पनि साथ दिँदैछ यस्तो भइरहेछ दिनहरू चाहिँ केटाहरू हल्का आजको एकदम खट्नेहरू होइन सम्पूर्ण यो चाहिँ आज यति हुनुमा पनि भयङ्कर दुःख छ होइन भयङ्कर दुःख गरियो सबैजनाले यहाँबाट यस्तो दामी देख्छ नि त कि त्यही भएर चाहिँ यहाँ चाहिँ बनाउनु एकदम जरुरी र फेरि आज यहाँ सुरु भयो सिरुहरू सुकाएर यहाँ डाँडाभाटा धरमभाटा गौँथलीहरू बनाउने कामहरू है र आज चाहिँ निर्माण गर्नै पर्ने किसानले चियापानी लिएर आउँदैछ बा सिपी कोल्ड ड्रिङ्क्सहरू एकदम चिल्ड किसान चियापानी अब अरूले को ल्याउँछ किसान चाहिँ एक नम्बर हो मैले ग्रुपमा छोडिदिएको छु आज मौसमले चाहिँ दामी साथ दियो है त्यही त भनेको त ए दाबे को दाब र आज चाहिँ अहिलेसम्म खटेर चाहिँ यतिको चाहिँ भयो यहाँ अलिक देख्दैन रहेछ है सिरु पनि अलिक मजाले हालेको छ ए नो स्मोकिङको बोर्ड पनि छ यहाँनिर होइन यति उप्रे सिरु अब जानुपर्छ नि कोन त ए जाउँ न यस्तो मजाले छापेको छ होइन यो चाहिँ तपाईँहरूलाई म भोलि बिहान देखाउने